हेलो गाइज नमस्ते। आज हामी चाहिँ युट्युबमा फेरि आएका छौँ फुल्की च्यालेन्ज लिएर। आज फुल्की च्यालेन्जमा चाहिँ हामीले के गर्न लागिरहेका छौँ भन्दा 3जना मिलेर फुल्की च्यालेन्ज गर्न गइरहेका छौँ। हामीसँग देख्न सक्नुहुन्छ फुल्की पानीपुरी अनि त्यस्तै गरी साथमा देख्नुहुन्छ त्यसको लागि आइटम अनि त्यसको लागि आवश्यक पर्ने झोल। भाँडा ठुलो भएर चाहिँ केही देखेको छैन है साथीहरू। अनि हामी चाहिँ अब फुल्की च्यालेन्ज गर्नको लागि चाहिँ हामीले के गरेका छौँ, यसलाई चाहिँ एकजनाको भागमा 20वटा हाल्छौँ अनि हामी च्यालेन्ज गर्छौँ। हामी चाहिँ आमा छोरी अनि यता चाहिँ ठुलो छोरी, यता चाहिँ सानो छोरी ल। अनि हाम्रो चाहिँ च्यालेन्ज गइरहेछ अनि हाम्रो देख्न सक्नुहुन्छ मार्कर जो चाहिँ हार्छ अनि त्यसको अनुहारमा चाहिँ हामीले पेन्टिङ गरिदिन्छौँ नि मार्करले। खासै मलाई राम्रो पेन्ट गर्न त आउँदैन, त्यहाँ पनि हामी चाहिँ यो गेमको लागि मात्रै, रमाइलोको लागि मात्रै गरिरहेको छौँ। अब चाहिँ हाम्रो सुरु हुन लाग्यो पानीपुरी च्यालेन्ज र हामी चाहिँ एउटा प्लेटमा 20वटा फुल्की हाल्न सक्छौँ। काउन्ट गर्दा 1 2 3 4 5 6 7 गर्दै हामी चाहिँ काउन्ट गर्दै त्यहाँ एउटा प्लेटमा चाहिँ 20वटा पानीपुरी हाल्न गइरहेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ। अब काउन्ट गर्दै हालिरहेको छौँ। देख्न सक्नुहुन्छ काउन्ट गरेर हामी चाहिँ 20वटा पुर्याइरहेका छौँ। अब फेरि अर्को भाँडामा त्यस्तै गरी हामी सबै भाँडामा चाहिँ 20वटा पुर्याइरहेका छौँ। अब यसमा पनि काउन्ट गर्छौँ। त्यसको त्यसलाई छोरीले चाहिँ आफ्नो भाँडामा पहिले अलरेडी हालिसक्यो कान्छी छोरीले, अनि अर्को चाहिँ हामी ठुलो छोरीको भाँडामा हाल्दैछौँ काउन्ट गर्दै यति भनेर। चाहिँ बिचमा त्यसले हालेर चाहिँ कन्फ्युज भएको भन्दाखेरि हामी काउन्ट गर्दै गइरहेका छौँ। अब काउन्ट गर्ने क्रम चाहिँ अब सकिन लागिसक्यो। अब हामी 3जनाकै भागमा 20वटा पुगिसकेपछि हामी चाहिँ के फुल्की च्यालेन्ज चाहिँ कहाँ सुरु गर्छौँ। अहिले चाहिँ हामीले काउन्ट गर्दैछु मैले, त्यो पनि टोटली 20वटा कम्प्लिट भयो र बाँकी रहेको चाहिँ हामीले साइड लगाउँदैछौँ। गाइज हामी त्यहाँ गर्दैछ, एकजना भाइ आएर पानी भन्दै हुनुहुन्छ। अनि त्यसपछि अर्को हामीले चाहिँ त्यो अघि देखाएकोलाई पनि के गरेछ 3 भागमा विभाजन गरेका छौँ। अनि त्यसपछि त्यसलाई पनि के गरेका छौँ भन्दाखेरि सबैलाई चाहिँ आफ्नो कटौरामा दियौँ। त्यहाँ 20वटा फुल्की चाहिँ थालीमा दिइसक्यौँ। अब त्यसपछि हाम्रो चाहिँ अब त्यहाँ झोल आउँदैछ खानको लागि। झोल चाहिँ नानीले सिसाको गिलासमा हालेकी चाहिँ त्यो चाहिँ फेरि फेन्टायो होइन, झोल पानीपुरीको चाहिँ पानीपुरी चाहिँ हाम्रो हातमा आइसक्यो। अब पानीपुरी अब चाहिँ हामी खानको लागि सुरु गर्न गइरहेका छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ सबैजनाको प्लेटमा 20वटा पानी अनि त्यसपछि मटर त्यो आलुको चाहिँ होस्। अनि त्यसपछि के छ भन्दा चाहिँ पानी पनि आइसक्यो, हामीले पिउनको लागि ठुलो नानी लिएर आइसक्यो। अब चाहिँ हामी सुरु गर्न गइरहेका छौँ। रेडी गर्न गइरहेका छौँ हामी। रेडी 1 2 3। अब झोल दिएर त तिनीहरू चाहिँ पुरा साइडबाट आएर खाने कि। अब चाहिँ हाम्रो झोल सुरु भयो भनेर अब चाहिँ हामी काउन्ट गर्छौँ 1 2 3 अनि त्यसपछि हाम्रो फुल्की च्यालेन्ज चाहिँ स्टार्ट हुन्छ। ल 3जनाको बराबर भाग भइसक्यो, पानी पनि आइसक्यो। अब चाहिँ हामीले झोल काउन्ट गर्छौँ काउन्ट गरेर खान सुरु गर्छौँ। 1 2 3 स्टार्ट। ल अब चाहिँ हामी खान सुरु गरिसक्यौँ। अब हामीलाई थाहा छ नि खानाको लागि मेरो कति धेरै चुइन्छ क्या मुखबाटै। तिनीहरू चाहिँ खुब गपागप खाइरहेछ अनि कान्छी छोरीले चाहिँ खाइरहेछ अनि जेठ नानीले पनि खाइरहेछ अनि म पनि खाइरहेको छु। ल दिइरहेछ गपागप होइन, मेरो मुख सबै लागिरहेछ। अनि त्यसपछि पानीपुरी चाहिँ मजै आएर चाहिँ खाना चाहिँ मिठो भइरहेको छ है पानीपुरी खानको लागि। अनि पानीपुरी चाहिँ खाइरहेको छु मैले। अनि त्यहाँ मिठो छ भनिरहेको छु कि फेरि पानीपुरी खाँदै मैले बाल मजा आइरहेको थियो छोरीहरूसँग पानीपुरी च्यालेन्ज गर्दाखेरि। खाइरहेका छौँ। अनि त्यसपछि हामीले यहाँ पानीपुरी च्यालेन्जलाई गरिरहेका छौँ, खाइरहेका छौँ, बढिरहेका
छौँ अगाडि अगाडि ल कान्छी छोरीले पनि धनाधन दिइरहेछ एकदम मिठो छ पानीपुरी अनि पानीपुरी चाहिँ मैले बनाएको है कुक भन्दा म हो अनि मेरो छोरीहरूले पनि एकदमै हेल्प गरेको थियो के गर्न भन्दा खानलाई चाहिँ हेल्प गरेको थियो यिनीहरूले बनाउनलाई चाहिँ होइन अनि मैले चाहिँ कम कम दिइरहेको छु होइन त्यहाँ पानीपुरी मै घर यस्तै खाइरहेको छु है हाम्रो त्यहाँ च्यालेन्ज छ अनि हाम्रो पानीपुरी च्यालेन्ज चाहिँ दामी भइरहेको है ल खायो 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 ल हामीलाई चाहिँ कसरी जसरी चाहिँ के गर्नु छ तुर्नु छ त्यहाँ अनि त्यही भएर चाहिँ हाम्रो पानीपुरी च्यालेन्ज चाहिँ नानीले पनि झ्याली गरेर चाहिँ पुरा सुपिए चाहिँ पिइरहेको छ खट्टो पनि है त्यस्तो पाइँदैन 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 भनेर चाहिँ हामीले फेरि त्यसरी खाना चाहिँ पाइँदैन यहाँ यसरी चाहिँ हामी सबैमा पुर्याउन पर्छ भने चाहिँ भनिरहेको छ मेरो मुहाल चाहिँ बिचमा खै धोका दिने खै किन हो अनि त्यसपछि हामीले चाहिँ खाइरहेछौँ पानीपुरी अनि झ्यालिरहेछ दनादन दिइरहेछ अनि कान्छी नानी चाहिँ रिसाइरहेछ म मान्दिनँ यसरी खाइरहेछ आफूहरूले मैले मात्रै यसरी झोल हालेको तिमीहरूले हालेन भन्दै त्यो रिसाइरहेछ फेरि छेउबाट अनि हाम्रो चाहिँ चलिरहेछ अनि म चाहिँ खाइरहेको छु अनि ठुलो नानी चाहिँ मेरो भाइ खुब हेरिरहेको छैन किनभने ठुलो नानीले र मैले पनि जित्ने खासमा कान्छीले सक्दिने विचार है त्यो पनि त्यसले चाहिँ ल मन खेल्छु भनेर चाहिँ खेलेको खासमा अन्त चाहिँ रिसाइरहेको छु आफूहरूले मात्र यस्तो गर्ने म चाहिँ नगर्ने भन्दै त्योबाट साइडबाट ठुस्स परेर चाहिँ है अनि मैले चाहिँ ठुलो नानीलाई गाली गरिरहेको छु फेरि त्यहाँ ठुलो नानीले फेरि यस्तो यस्तो उस्तो उस्तो भने होइन त्यसले चाहिँ खुब आफूले जित्छु होइन खुब गमागम खाएर चाहिँ त्यो चाहिँ बोलेकै छैन क्या यहाँनिर तर एकदमै मिठो भइरहेको थियो त्यो पानीपुरी खाँदा चाहिँ लाठीले चाहिँ इसारा गरेपछि त्यसले फेरि पछि मुहा पानीपुरी हाल्ने गरिरहेछ चाहिँ पानीपुरी एकदमै एकदमै मिठो भइरहेछ है मुख पुस्दै खाइरहेको छु म फेरि पुरा जब मेरोमा त डल्ले खुर्सानी परेर एकछिन त पिरो भएको थियो अनि त्यहाँ झगडा गर्दै हाँस्दै पानीपुरी खाइरहेको छौँ अनि पछि एकदमै रमाइलो भएको छ एकदमै रमाइलो भयो हाम्रो चाहिँ अनि पानीपुरी खाइरहेछौँ अनि त्यसपछि सबैजना हाँसिरहौँ त्यहाँ अब त्यहाँनिर हेरिरहौँ एक्लै अर्कालाई ल पानीपुरी पानीपुरी भन्दै अनि त्यसपछि त्यहाँ च्यालेन्ज भइरहेको छ कसले पहिला भ्याउने भनेर अनि त्यसपछि सानो नानीले फेरि म भ्याउनै सक्दिनँ भने चाहिँ ठुलो नानीले फेरि भ्याउने भन्छ ठुलो नानी मेरो चाहिँ लगभग उति उति छ क्या बराबरै छ होइन त्यो फुल्की चाहिँ अब हेरौँ कसले सक्छ एन्डमा खाँदै जाऊँ कम्पिटिसन भइरहेछ धरै म चाहिँ खाइरहेको छु अनि त्यसपछि गपागप खाइरहेछौँ सबैजनाले दिइरहेछौँ फुल्की खाइरहेछौँ पिरो भइरहेछ अनि एकदमै रमाइलो भइरहेको थिएँ नानीहरूसँग खाँदा चाहिँ म चाहिँ त्यस्तो पहिला पनि यसरी बिचमा भ्लगहरू जस्तो बनाइरहेको थिएँ अनि अहिले चाहिँ बिचमा लङ टाइम भएको थियो बनाएको थिएन अहिले चाहिँ बनाएको छु अब चाहिँ मेरो र ठुलो नानीको चाहिँ धरो कम्पिटिसन हुनलाई है अब त्यसको पनि चाडा छ मेरो मात्रै चाडा छ ल अब चाहिँ हामी लास्ट आवरतिर छौँ पानीपुरीको लास्ट आवरतिर छौँ खाना चाहिँ बिहान लागिसक्यो ल हामी सुरु गरिसकेका छौँ अब चाहिँ हाम्रो लागि लास्टतिर अप्सन आइसकेको छ फाइनली मैले जितेँ भन्न लाग्थेँ म चाहिँ खाँदैछु त्यहाँदेखि फेरि नानीले होइन मुखको सबै भ्याउनुपर्छ भन्नु लाग्यो अन्त ठुलो नानीले खाएर मैले लास्टमा फाइनली मैले जितेँ भनेर म चाहिँ पुरा जोसिरहेको छु क्या त्यहाँ तिनीहरूलाई मैले जितेँ भनेर पुरा हाँसिरहेको छु होइन अनि त्यति जोसिरहेको छु मैले जितेँ भनेर अनि त्यसपछि अब चाहिँ रुल्स अनुसार पेन्टिङ गर्नुपर्ने हुन्छ अनि ठुलो नानी चाहिँ बिचरा लगभग 5 सेकेन्डले हाल्यो भनौँ न मुखभरिको सबै भ्याइयो अनि त्यस म तिनीहरूलाई गाली गर्दैछु ल मैले भ्याएँ मैले जितेँ अब तिमीहरू चाहिँ मैले मुखभरि पेन्ट गरिदिन्छु है भनेर मैले चाहिँ त्यहाँ पुरा तिनीहरूलाई पुरा धम्की दिइरहेको छु क्या अनि त्यस ठुलो नानीले हुन्न त्यस्तो भनिरहेको थियो तर यस्तै रमाइलो भएको थियो अनि म चाहिँ हात धुनको लागि उठेँ अनि हात धोएर आइसकेपछि यिनीहरूको मुखमा म पेन्टिङ गरिदिन्छु भने डह्रो सोचिरहेको छु क्या मैले चाहिँ अनि ठुलो नानी चाहिँ ला अब मेरो मुखमा पेन्टिङ गरिदिनु भयो भन्दै पछि सानो नानी चाहिँ फेरि रिल्याक्स पाराले खाइरहेको चाहिँ आफ्नै तालमा त्यसलाई कुनै मतलबै छैन क्या हारे पनि जिते पनि दिदीसँग झगडा गर्दै बस्दै गरेपछि फाइनली मैले चाहिँ खाएर भ्याएर अनि त्यसै मार्कर थिएँ है मार्कर चाहिँ ठुलो नानीको मुखमा चाहिँ म पेन्टिङ गर्नलाई पेन्टिङ गर्नमा खासै राम्रो मान्छे त होइन तर चाहिँ काम चलाउ सरकार पेन्टिङ चाहिँ गरिदिरहेको छु गर्न गइरहेको छु ठुलो नानी चाहिँ हाँसिरहेको छ अनि सानो नानी चाहिँ म खान्छु हजुरको झोल पनि भनेर चाहिँ अनि ल खाऊ भने मैले फेरि अझ ठुलो नानी चाहिँ अब हात धुन गएछ अब त्यसको अनुहारमा चाहिँ हल्का पेन्टिङ गर्छु मार्करले अनि आज हाम्रो रुल्स अनुसार थियो नि गेममा जसले चाहिँ त्यसले चाहिँ के गर्ने अनुहारमा पेन्टिङ गर्ने ल गाइज स्टार्ट न 1 2 3 गए त्यो हाँसिरहेको छु त्यो
म त्यस्तो पेन्टिङ गर्न चाहन्न ल म चाहिँ अफ लगाइरहेको छु तिनीहरूलाई फेरि यस्तो यस्तो गर्ने ल सुरु भयो पेन्टिङ अनुहारबाट त्यो चाहिँ खुब हाँसिरहेछ है त्यहाँनिर रमाइलो भइरहेछ जुङ्गा पनि बनाइदिएँ मैले त्यसपछि फेरि तिनीहरू हाँस्न लाएँ झगडा गर्न लाएँ अनि त्यस्तो गर्न पाइनँ त्यस्तो गर्न पाइनँ भनिरहेको छु मैले फेरि अनि त्यसपछि रुल्स भनेको रुल्स हो भने अनि त्यसपछि त्यस्तो अनुहारमा त्यसको पेन्टिङ गरिदिएँ अनि जुङ्गा पनि गराइदिएँ है बिरालो भने यस्तो गराइदिएँ अनि त्यसपछि तल पनि गराइदिएँ अनि त्यसलाई पुरा अनुहार पेन्टिङ गरेँ अन्त भयो आज भनेर कराइरहेको छु अनि मैले चाहिँ हुन्न यस्तो गेममा गेम भनेपछि गेम भनेर छु अनि सानाले मोबाइलले त्यसलाई नजिकबाट यसको अनुहार थोप्रा देखाइदिउँ भनेर अनि मैले चाहिँ मोबाइल अलिक टाढा थियो अनि त्यसमा चाहिँ मोबाइल मागिरहेको छु क्या मैले अनि के भन्छ सानानीसँग अनि उसको मोबाइल हेर्नु यहाँ यस्तो देखियो देख्न सक्नुहुन्छ यसलाई हल्का गराइदिएको छु अनि यसले चाहिँ भयो भनिरहेको छु भन्छ अनि म चाहिँ यसो जुङ्गा नि गराइदिन्छु तँलाई बिल्दी गराइदिन्छु भनेर चाहिँ अनि त्यहाँ सबै हाँसिरहेछौँ त्यसपछि ठुलो नानीको सकिसकेपछि कान्छे नानीको पालो हुन्छ अनि कान्छे नानी झन् लास्ट लुजर भयो नि त अनि त्यसपछि कान्छे नानीलाई चाहिँ मैले कराइरहेको छु ल छिटो कर तेरो पाली पनि आइसक्यो भनेर चाहिँ ठुलो नानी चाहिँ बसेर अनि कान्छे नानीलाई चाहिँ मैले चाहिँ लगाइरहेको छु त्यहाँ अनि तेरोमा झगडा गरिरहेछौँ अनि झगडा गर्दा मार्करको लागि पनि हातमा रेडी भइसक्यो अब कान्छी नानी आउनलाई चाहिँ अनि कान्छी नानी आइसकेपछि चाहिँ मैले चाहिँ त्यसको फेरि मुखमा के गरिदिन्छु कलर पेन्टिङ गरिदिन्छु ल अब फाइनली कान्छी नानी पनि हात धोएर आइसक्यो उसको अनुहारमा पेन्टिङ गर्दैछु अनि अनुहारमा पेन्टिङ गर्ने बेलामा चाहिँ लास्टमा फेरि मार्करको इङ्कै सकिरहेछ क्या अनि त्यसको पालामा चाहिँ भएन अनि त्यो खुब हाँसिरहेछ मेरो पालि भएन भन्दैन अनि फेरि अर्को सानोवाला कलर छ होइन त्यो चाहियो भनेको त्यसले हुन्न झ्याली यही मार्करले भने होइन अनि कहाँ त्यसले हुन्छ भनेर खुब मान्दै थिएन अनि पछि ल त्यसले मेटिन्न भनेर रिसाइरहेको त्यसले मेटिन्छ त्यसले मेटिन्न भने म चाहिँ अर्को दिन्छु तिम्रो तँलाई म साबुन किनिदिन्छु भनेर फकाएँ अनि त्यसपछि फेरि त्यसलाई अर्को कलरबाट चाहिँ अनि त्यसको पेन्टिङ गरिदिएँ अलिअलि गाइस यसको चाहिँ खासै यतातिरबाट एन्टिलाइटबाट देखिन नपाएको रहेछ फाइनली हामी चाहिँ मैले पेन्टिङ गरिदिइसकेँ यसलाई निचुङ्गा गराइदेखि रिसाइरहेछ मलाई मात्र यस्तो गरिदिने दिललाई नगरिदिने भनेर रहेछ अनि खासै चाहिँ यसको देखिया छैन है गाइस यसको पनिसमेन्ट अलिअलि मात्रै अनि देखिया छ अनि झगडा गरिरहेछ भयो दिललाई नगरिदिने मलाई मात्रै यति धेरै गरिदिने अनि भन्दै चाहिँ झगडा गरिरहेको छ अनि फाइनल चाहिँ मैले त्यसको त पुरा आँखाको परेला धरीमा पनि लगाइदिएको नि त रिसाइरहेको छ दिललाई चाहिँ नै मलाई मात्र यस्तो हुन्न भनिरहेको छैन अनि म चाहिँ जबरजस्ती लगाइदिएर आएको कि त्यसलाई चाहिँ होइन अनि त्यस्तै गरेर ल फाइनली गाइज हाम्रो चाहिँ यति हो मिनी ब्लग अनि थ्याङ्क यू सो मच फर वाचिङ अनि हाम्रो चाहिँ सानो ट्राई मात्रै हो सक्यो भने सब्सक्राइब पनि गरिदिनु होला यतिसम्म भिडियो हेरिदिनु भयो थ्याङ्क यू सो मच बाई